हेलो गाइस, ल आज चाहिँ मेरो टर्न थियो हो खाना बनाउने। अन्त चाहिँ मेरो चाहिँ आज हल्का डिनर टाइम हो। यो चिकन पाक्दैछ, यहाँनिर दाल पाक्दैछ हो। यहाँ चाहिँ चिकन कस्तो भयो तपाईँहरूले यसो हेरिदिनुहोस् है। यसो हो, चिकन चाहिँ यस्तो खालको बनाएको छु मैले हो तपाईँको। आज मेरो अब खाना बनाउने टर्न थियो हो। खाना बनाएँ, चिकन बनाएँ, अब खाना बसाल्नु छ हो। अन्त यसमा दाल बनाएको छु हो। यहाँ पर चाहिँ मेरो एकजना साथी छ, उहाँ चाहिँ ड्युटीमा बसिरहेको छ हो। उसको नाम चाहिँ पेमा हो, ऊ ड्युटीमा बसिरहेको छ हो। म चाहिँ यहाँ खाना बनाउँदैछु। अन्त अब खाना अब अलमोस्ट पाकिसक्यो भनौँ न। चिकन पाक्दैछ, यहाँ दाल हो, भात बसाल्नु छ हो। यहाँ चाहिँ बारी खाली छ, केटाहरू दुईजना दोकान गएको छ हो। यहाँ चाहिँ मेरो बेड हो, यहाँ चाहिँ म सुत्छु। हेर्नुहोस् है, मेरो बेड हो यो, यहाँ साथीको अवस्था हुनुहुन्छ पर। अन्त यहाँ चाहिँ एसी पनि छ हो, गाडी चाहिँ यस्तै छ हो। हुन्छ, लाइक तपाईँहरूले मन पऱ्यो भने लाइक गरिदिनुहोस्, सेयर गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस् ल। ओके, बाई।